मलाई थाहा छ तपाईको क्लडमा लिमिट रिच भइराछ। यो चारवटा ट्रिक ट्राई गर्नुस् जसले तपाईको लिमिट डबल बचाउँछ। क्लडले हरेक मेसेजमा पुरानो च्याट रिडिट गर्छ, त्यसैले गलत आन्सर आयो भने नयाँ रिप्लाई नगर्नुस्, पहिलेकै प्रम्प्टमा एडिट गरेर रिजेनेरेट गर्नुस्। अनि लामो प्रम्प्ट लेख्नु भन्दा अगाडि प्रम्प्टको लास्टमा आस्क मी क्वेशन बिफोर यु स्टार्ट लेख्नुस्। यसले गर्दा क्लडले आफै छोटो क्वेशन सोध्छ र हजारौं टोकन बच्छ। हेभी पीडीएफ और वर्ड फाइल डाइरेक्ट अपलोड नगर्नुस्। क्लडले पीडीएफलाई फोटो जसरी रिड गर्छ, जसले नर्मल भन्दा एकदम धेरै टोकन खान्छ। बेस्ट ह्याक, टेक्स्टलाई डक्समा पेस्ट गरेर .md फर्मेटमा डाउनलोड गरेर त्यो फाइल अपलोड गर्नुस्। यो फर्मेटले धेरै टोकन सेभ गर्छ। सेम फाइल पटक पटक अपलोड नगर्नुस्। प्रोजेक्टमा एकचोटि मात्र राखेर अनि सेटिङ्समा मेमोरी अन गर्नुस्। यसो गर्दा क्लडले तपाईको कन्टेक्स्ट याद राख्छ, एक्सप्लेन गरिराख्नु पर्दैन। रेन्डम कुराहरू सोध्नको लागि माथिको राइटको गोस्ट आइकनमा क्लिक गरेर इन्कग्निटो मोड अन गर्नुस्। नचाहिने टुलहरू अफ गर्नुस्। वेब सर्च र एक्सटेन्डेड थिङ्किङले भित्रभित्रै धेरै टोकनहरू खान्छ। पेड प्लान युज गर्नुहुन्छ भने नर्मल कामको लागि ओपस चाहिँदैन, सोनट नै काफी छ। ओपसले सोनट भन्दा 5 गुणा धेरै टोकन खान्छ। बोनस टिप, नेपालमा साँझ 7 बजेदेखि 12 बजेसम्म क्लड हेभी युज नगर्नुस्। ग्लोबल डिमान्डले गर्दा यो टाइममा लिमिट चाँडो आउँछ। नेपालमा बेस्ट टाइम बिहान, दिउँसो अनि विकेन्डमा। अहिले नै सेभ गरेर साथीलाई पनि सेयर गर्नुस्, सबैलाई काम लाग्छ।